म धनबहादुर मिक्चन यो नागरिक अभिनन्दन मूल समारोह समिति सर्लाहीको संयोजक। हामीले कुलमान घिसिङ जो उज्यालोको प्रतीक, उज्यालोको नायक जसलाई हामीले भन्छौं, उहाँलाई सर्लाही जिल्लामा लिएर आएर नागरिकको तहबाट अभिनन्दन गर्ने भन्ने सोचका साथ हामीले यो कार्यक्रमलाई अगाडि बढाइराखेका छौं। यो कार्यक्रम अगाडि बढाइरहँदाखेरि हामीले जेष्ठ 18 गतेका दिन सर्लाही जिल्लैभरिका धेरै साथीहरूलाई चाहिँ आमन्त्रण गरी बृहत भेला गरी त्यो भेलाबाट एउटा मूल समारोह समिति गठन भयो। त्यो मूल समारोह समिति भनेको 25 सदस्यीय मूल समारोह समिति गठन गरियो र त्यो समिति गठन गरिसकेपछि हामीले जेष्ठ 20 गते मूल समारोह समितिको चाहिँ अभिनन्दन समारोह समितिको हामीले जेष्ठ 20 गते हामीले बैठक राखिकन हामीले 7 वटा उपसमितिहरू पनि निर्माण गर्यौं। त्यो उपसमिति निर्माण गरिरहँदाखेरि आर्थिक उपसमिति, प्रचार प्रसार, मञ्च व्यवस्थापन, स्वयंसेवक, सांस्कृतिक तथा झाँकीहरूलाई पनि अलिकति व्यवस्थित गर्नुपर्छ भनेर त्यस हिसाबले त्यसको पनि हामी उपसमिति बनायौं। अतिथि सत्कारको बनायौं र केही डेमोन्स्ट्रेसनहरू पनि यहाँनेरि खेलाडीहरूले गर्ने भएकोले गर्दाखेरि त्यसलाई पनि एउटा व्यवस्थित गर्नुपर्छ भनेर त्यो पनि उपसमिति हामीले 7 उपसमिति बनाउँदै सबैले आफ्नो ढंगले कामहरू अगाडि बढाइराखेका छौं। यो बढाइरहँदाखेरि चाहिँ हामीले यसलाई अझ व्यवस्थित गर्नका लागि चाहिँ कति हामीलाई कति डोनरहरूले पनि हामीलाई यो कुलमान जस्ता मान्छे चाहिँ हामीले सर्लाही जिल्लामा लिएर आइरहँदा उहाँलाई पनि हामीले पनि केही कुरो चाहिँ सहयोग गर्नुपर्छ भनेर केही पानी सहयोग गर्ने कुराहरूदेखि लिएर कति हाम्रो चाहिँ डेरीहरूले पनि चाहिँ हामी यो गर्मीको बेलामा हामी शरबतको व्यवस्था अर्थात् मोहीहरू लगायतका व्यवस्था यस्ता खालका व्यवस्थाहरू पनि हामी गर्छौं भनेर थुप्रै दाताहरू पनि आउनु भएको छ। उहाँहरूलाई पनि हामीले समेट्दै हामीले यसलाई व्यवस्थित गराउनलाई अगाडि बढाइराखेका छौं। अनि हामीले यो आर्थिक विभागको पाटोहरुमा पनि चाहिँ हामीले हाम्रै साथीहरु बीचबाट पनि हाम्रै साथीहरुलाई भनेर थोरै सहयोग गरिकन हामीले चाहिँ कार्यक्रमलाई अगाडि लिएर गइराखेका छौं। यसको संयोजक चाहिँ हाम्रो प्रयागराज पोते हुनुहुन्छ। उहाँ प्रयागराज पोतेको नेतृत्वमा चाहिँ आर्थिक समिति बनाइकन आर्थिक समितिले आफ्नो भूमिकाहरू गरिराख्नु भएको छ। त्यस्तै प्रचार प्रसारमा हाम्रो शेख इस्तेहारजी नै हुनुहुन्छ। उहाँले पनि आफ्नो काम कुरोहरू गतिविधिहरू प्रचार प्रसारहरू लगभग सर्लाही जिल्ला भरि नै ब्यानरहरू बनाइकन सबैलाई हातमा चिठी पुर्याउने गरिकन सामाजिक सञ्जालबाट पनि प्रशस्तै मात्रामा चाहिँ यो प्रचार प्रसार गर्ने कामहरू गरिराख्नु भएको छ। सम्भवतः मलाई लाग्छ सर्लाही जिल्ला भरि नै यो चाहिँ प्रचार प्रसारको चाहिँ पुगेको छ भन्ने मलाई लाग्छ। त्यस्तै यो मञ्च व्यवस्थापन पनि हामीले यो अहिले यो सीता पार्टी प्यालेसमा चाहिँ हामीले अहिले यो कार्यक्रम सरस्वती पार्टी प्यालेसमा हामीले चाहिँ यहाँनेरि चाहिँ मञ्च यहाँनेरि तय गरेका छौं। यो मञ्चलाई पनि व्यवस्थित गरेर लिएर जानुपर्छ भनेर चाहिँ हामीले जयमान पाखरिनको नेतृत्वमा संयोजक बनाइकन उहाँको नेतृत्वमा यो चाहिँ भइराखेको छ मञ्च व्यवस्थापनको काम। यो मञ्च व्यवस्थापनमा चाहिँ हामीले यो हल भित्र करिब हाम्रो यो सरस्वती पार्टी प्यालेसको प्रोप्राइटर राजदेव महतोले पनि चाहिँ यो भित्र हाम्रो 600 देखि 700 मान्छे अट्छ भन्ने खालको कुरा छ र त्यो भन्दा अलावा बाहिर पनि चाहिँ हामी 2000 भन्दा बढी कुर्सीहरुको व्यवस्थापन गर्छौं र त्यो बाहिर पनि हामीले टेन्टहरु लगाइदिएर बाहिर पनि हामी राख्छौं भनेर भन्नु भएको छ। त्यस मुताबिक अनि हामीले यो भित्रको रोहरुमा चाहिँ केही रोहरु चाहिँ पत्रकारहरुलाई, केही जनप्रतिनिधिहरुलाई, कोही ज्येष्ठ नागरिकहरुलाई लगायत हामीले यसरी चाहिँ हामी यो भित्र पनि राख्ने छौं र यो भित्रको पनि चाहिँ यो डेकोरेसनहरु देखि लिएर यो भित्र भएका सुविधाहरु चाहिँ कुलर, फ्यान यी लगायतले यो भित्र पनि एउटा शीतलै हुन्छ। यो गर्मीको बेलामा अलि शीतलै हुन्छ भन्ने हामीलाई लागेको छ। त्यो के रे हाम्रो मञ्च व्यवस्थापन समितिको संयोजक हाम्रो जयमान पाखरिनले अझ यसलाई अलि बढी गम्भीर ढंगले हेर्नु भएको छ। सांस्कृतिक फाँटमा पनि हामीले चाहिँ यो सांस्कृतिक आफ्नो कल्चरहरू झल्किने गरी चाहिँ हामीले नेवारको, मगरको कौडा, तामाङको डम्फु, दनुवारको पनि लगायत थाडुहरूले पनि आफ्नो खालको कल्चरल देखाउने भएकोले गर्दा यसलाई पनि व्यवस्थित गर्नुपर्छ भनेर हामीले बज्रमणि लामा जो लालबन्दीको हुनुहुन्छ उहाँ बज्रमणि लामाजीलाई संयोजक बनाएर यसको व्यवस्थापन पनि भइराखेको छ। अतिथि सत्कारमा चाहिँ हाम्रो गीता घिसिङ हुनुहुन्छ। गीता घिसिङले अतिथि सत्कारहरुमा चाहिँ कति अतिथि आउने, ती अतिथिहरुलाई कसरी गर्ने भन्ने विषयमा चाहिँ अलि गम्भीरतापूर्वक छलफल गरी
त्यो तयारीहरुमा उहाँ जुटिराख्नु भएको छ। त्यस्तै खेलकुदमा हाम्रो विष्णुराम पाण्डे भन्ने जो खेलाडी नै हुनुहुन्छ, उहाँ खेलाडीले पनि केही खेलाडी भाइहरूले ल्याएर आफ्नो प्रतिभाहरू देखाउने खालको एउटा चाहिँ समय माग्नु भएको छ। उहाँलाई पनि त्यसको संयोजक बनाइकन त्यसलाई पनि व्यवस्थित गरेर अगाडि बढाइदिनको लागि उहाँलाई बनाइदिएको छु। यसरी नै हामीले यो कार्यक्रमहरू अब लगभग प्रचारको हिसाबले, आर्थिक व्यवस्थापनको हिसाबले र यो विभिन्न खालको अरू अन्य उपसमितिहरूले पनि आफ्नो भूमिकाहरू अलिक राम्रो व्यवस्थित ढङ्गले लिएर गएका छौँ। र यो भित्रको हलमा पनि लगभग मलाई लाग्छ 3000-4000 मान्छे अट्ने भएकोले गर्दाखेरि 3-4 हजार मान्छेको व्यवस्थापनमा पनि हाम्रो यो हलको व्यवस्थापकले मिलाउनु हुनेछ। र यहाँ आउनुभएका धेरै जसो मान्छेहरू मोटरसाइकलबाट आउन सक्ने र केही गाडीबाट आउन सक्ने, यो पार्किङको असुविधा हुन्छ कि भन्ने हिसाबले पनि हामीले यो हलको बाहिरपट्टि हाइवेको 2 छेउमा बनिएको अहिले बन्दै गरेको सडकमा चाहिँ त्यहाँ व्यवस्थापन गर्ने भनेर हामीले ट्राफिक प्रहरी कार्यालय पनि जानकारी गराएका छौँ। त्यस्तै हामीले शान्ति सुरक्षाको हिसाबले इलाका प्रशासनलाई जानकारी गराई प्रहरी कार्यालय पनि जानकारी गराउने कामहरू गरेको छौँ। यसरी नै हामीले यो अहिलेको कार्यक्रमलाई अझ व्यवस्थित गरेर लिएर जाने ढङ्गले हामीले अगाडि बढाएका छौँ। र हाम्रो सम्मानका लागि आउनुहुने कुलमान घिसिङज्यू 27 गते हामी सर्लाहीमा लिएर आउँछौँ। 27 गते लिएर आउँछौँ। उहाँ आउँदाखेरि चाहिँ सिमरा एयरपोर्ट हुँदै चाहिँ आउने र हामी सीता पार्टी प्यालेसमा राख्नेछौँ। सीता पार्टी प्यालेसमा राखेर अनि हामी 28 गतेको कार्यक्रमलाई चाहिँ यहाँनिर चाहिँ फेरि सीता पार्टी प्यालेसबाट अनि एउटा चाहिँ स्केटिङ गरेर अलि त्यहाँनिर अलि हाम्रो मोटरसाइकलहरू लगायत अन्य चिजहरूले पनि हामी उहाँले स्केटिङ गर्दै लिएर आएर हामी हरियोनको चोकमा चाहिँ उहाँलाई पैदल यात्रा गर्दै हामी अनि यहाँसम्म ल्याउनेछौँ। त्यो क्रममा चाहिँ विभिन्न खालका यी वेशभूषा जातिहरूले आफ्नो कल्चरको विषयमा पनि सँगसँगै उहाँहरूसँगसँगै हामी सबैजना चाहिँ पैदल नै आएर अनि यो भित्र प्रवेश गर्नेछौँ र अनि त्यसपछि हाम्रो कार्यक्रम हामी अगाडि बढाउनेछौँ। चुनौती त्यस्तो खासै धेरै ठुलो चुनौती केही छैन। हामीले अलि आर्थिक रूपमा चाहिँ अलिकति हाम्रो समस्या थियो। आर्थिक रूपमा हाम्रो साथीहरूले दिल खोल्नु भएको छ। यहाँ हामीले माग्ने भन्दा पनि ल हामी पनि हाम्रो तर्फबाट यति सहयोग गर्छौँ, यति सहयोग गर्छौँ, मैले त धेरै सकेन है, म त 1000 भए पनि दिन्छु भन्ने खालका साथीहरू हुनुहुन्छ। ती साथीहरूले कोही सहयोगबाट यो कार्यक्रम गर्नलाई चाहिँ त्यति असजिलो भएको छैन। र हामीले केही स्पोन्सर जस्तो अब हामीले बोलाएको पाहुनाहरूलाई चाहिँ फ्लाइट टिकटको पैसाहरूदेखि लिएर होटलमा राख्ने खर्चहरूदेखि लिएर यी समस्याहरू अलि जटिल विषय थियो। यसलाई पनि हामीले समाधान गर्नलाई केही स्पोन्सरहरू अझ बाहिरबाट पनि खोजेर हैन केही साथीहरूले चाहिँ ल यति कुरा चाहिँ कुलमानजी आउँदै हुनुहुन्छ, उहाँलाई चाहिँ यो ढङ्गले पनि तपाईँहरूले सहयोग गरिदिनु भनेपछि उहाँहरूले पनि दिल खोल्नु भएको छ। ठिक छ, हामी यसलाई पनि सहयोग गर्ने हामी जमर्को गर्छौँ, हामी प्रयत्न गर्छौँ भन्ने खाल छ। यसो भएपछि आर्थिक रूपले हामीलाई त्यति धेरै समस्या भएको जस्तो मलाई लाग्दैन। र अन्य ठाउँमा त सबैजना लागिराख्नु भएको छ। यहाँनिर चाहिँ विभिन्न दलका, राजनीतिक दलका सबै नेताहरू पनि लागिराख्नु भएको छ, मैले देखिरहेको छु। इभन हामीले अहिले देख्दाखेरि पनि एमालेकै मान्छेहरू पनि यो कार्यक्रमलाई चाहिँ अलि बृहत रूपमा अगाडि बढाउनुपर्छ, सफलतापूर्वक सम्पन्न गर्नुपर्छ भन्ने ढङ्गले एमालेका मान्छेहरू, काङ्ग्रेसका मान्छेहरू, माओवादीका मान्छेहरू, जनता समाजवादी पार्टीका मान्छेहरू, एकीकृत समाजवादी पार्टीका मान्छेहरू, नागरिक समाजहरू सबैजना लागेको देख्दाखेरि खासै त्यति धेरै चुनौती छ भन्ने मलाई लाग्दैन। यद्यपि फेरि यो ठुलो कार्यक्रम भइरहँदा केही समस्याहरू आउन सक्ला। यसलाई फेरि पनि हामी मूल समिति चाहिँ छँदैछौँ, हामी सबैजना छँदैछौँ। यो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नको लागि हामी सबैजना तयार छौँ। फेरि केही चुनौती भएको छ भने हामी छलफल गरेर अगाडि बढ्ने प्रयत्न गर्नेछौँ। परिस्थिति गर्ने कुराहरूलाई छोड्ने हो भने उहाँ आउँदै हुनुहुन्छ या ल्याउँदै हुनुहुन्छ भन्ने एउटा बाटो हो। हामीले ल्याउन खोजे हो या उहाँ आउन खोज्नु भयो, यो एउटा प्रश्नको बन्न सक्ला। अर्को कुरा चाहिँ हाम्रो उद्देश्य के हो, उहाँलाई हामी यहाँसम्म ल्याइरहेछौँ या उहाँ यहाँ आइराख्नु भएको छ, के हो उद्देश्य, हामीले के चिज दर्शाउन खोजेका छौँ वा के चाहिँ बाहिर त्यसलाई प्रस्ट्याउन खोजेको हो, यो कुरा चाहिँ हामीले यो कार्यक्रमबाट उहाँलाई यहाँ ल्याइरहँदा उहाँ अभिनन्दन गरिरहँदा उहाँको योगदानलाई सम्मान गर्ने विषय होला कि या अरू पनि केही छ या अर्को यसको अर्थ अरू पनि केही हुन सक्ला, परिस्थितिजन्य कुराहरू पनि छन्। यसमा चाहिँ अलिकति स्वाभाविक रूपले यो चाहिँ हामी सर्लाही जिल्लाले नै नागरिक तहबाट नै एउटा सम्मान गर्नुपर्छ भन्ने हिसाबले नै हामीले निमन्त्रणा गरेर चाहिँ उहाँलाई बोलाएका हौँ।
हामीले अलिक अगाडि नै प्रयत्न गरेका थियौँ, उहाँको अलि समय अलि नपुगेको कारणले गर्दाखेरि। अनि अहिले चाहिँ यो बेलामा चाहिँ उहाँले पनि समय दिनुभयो र हामीले सहयोगीले हामीले बोलाएर लिएर आएका हौँ। खास गरी हामीले कुलमान घिसिङज्यूलाई सर्लाही जिल्लामा बोलाउनुको उद्देश्य के थियो भने उहाँले देश र जनताप्रति एउटा ऊर्जा क्षेत्रमा रहेर गर्नुभएका अतुलनीय योगदानको आधारलाई हामीले हेर्दाखेरि उहाँ चाहिँ एउटा सम्मान योग्य हुनुहुन्छ है। उहाँलाई यदि गर्ने हो भने हामीले यो देशमा उहाँ जस्तो एउटा भिजन बोकेका मान्छेले लिएर आइदियो भने एउटा प्रेरणाको स्रोत बन्न सक्छ। यसले उहाँले दिएको मोटिभेसन साँच्चै अबको पुस्ताले पनि सिक्नुपर्छ, बुझ्नुपर्छ। यो कुरा बुझेर यदि हामी गयौँ भने साँच्चै देशलाई एउटा बाटोमा लिएर जान सकिन्छ। त्यो बाटो भनेको विश्वासको बाटो हुनसक्छ, इमानदारिताको बाटो हुनसक्छ र देशलाई समृद्ध बनाउने बाटो हुनसक्छ। त्यसले गर्दाखेरि पनि कुलमान घिसिङ जस्ता ती आदर्श पात्रलाई लिएर आउँदाखेरि यो हामीलाई प्राप्ति हुन्छ भन्ने लाग्छ। र यसले हामीले यो कुरा चाहिँ हामीले अझ यो सर्लाही जिल्लाले नागरिक अभिनन्दन गरिरहँदाखेरि सिङ्गो राष्ट्रले पनि यो कुरालाई चाहिँ एउटा सन्देशको रूपमा बुझ्न सक्छ भन्ने हाम्रो बुझाइका साथ हामीले ल्याउन प्रयत्न गरेका हौँ। त्यही क्षेत्रबाट उहाँलाई उहाँको समय आवधिक पुरा नहुँदै उहाँलाई बर्खास्त गरिएको छ। यो नागरिक अभिनन्दन यो नागरिक समाजकै तर्फबाट भन्ने हो भने राज्यलाई नागरिक समाजको चेतावनी हो यो, हामी यसरी बुझ्न सक्छौँ यसलाई। यो विषयमा राज्यसँग चाहिँ हामी यो नागरिक समाज पनि धेरै चुनौती गरेर जानुपर्छ भन्ने पक्षमा हामी छैनौँ। हामी एकअर्कालाई गलौज गरेर आफू राम्रो बनिने कुरा हाम्रो पनि त्यो उद्देश्य होइन। हामी के हो भने कुलमान घिसिङले हिजो नितान्त देश र जनताको हितमा काम गरेकोले गर्दा, ऊर्जा क्षेत्रमा आमूल परिवर्तन गरेकोले गर्दाखेरि हैन, एउटा विद्युत प्राधिकरणको मार्फत उसले चाहिँ हिजो नोक्सानमा गएका प्राधिकरणलाई त्यो खालको चाहिँ फाइदामा लिएर जाने काम। अनि यो लोड सेडिङ 18 घण्टा घोषित रूपले 18 घण्टा लोड सेडिङ छ, तर अघोषित 22 घण्टासम्म पनि भएको हामीलाई त्यो घटना थाहा छ। तर त्यसलाई क्रमशः बिस्तारै चाहिँ लोड सेडिङ जिरोमा ल्याउनु भनेको यो एउटा धेरै ठुलो उपलब्धि हो। नेपाली जनताको मनमा बसेको कुरा चाहिँ यही कुरा हो। त्यसले गर्दाखेरि पनि यी मनका कुराहरूलाई चाहिँ एक ठाउँ लिएर आएर चाहिँ हामीले यो चाहिँ अभिनन्दन गर्ने प्रयत्न गरेका हौँ। यसमा अरू बादबाँकी विवादको विषयहरू यताउता मैले खासै त्यस्तो आजसम्म मैले केही देखाएको छैन। र यति धेरै मान्छेहरू चाहिँ हामी देख्छौँ अहिले सर्लाही जिल्लामा मात्रै नभइकन अन्य जिल्लामा पनि हामी पनि सहभागी हुन्छौँ। त्यहाँनिर कुलमान घिसिङ जस्तो मान्छे आउँदाखेरि हामी सहभागी हुनुपर्छ भनेर चाहिँ त्यो अन्य जिल्लाबाट पनि त्यो खालको चाहिँ हामीलाई फोनहरू आइराख्ने, त्यस्तो खालको मेसेजहरू आइराख्ने। र अहिले सर्लाही जिल्लामा पनि यदि हामी घुमिरहँदाखेरि चाहिँ हामीले भेटेको कुरा के छ भने कुलमान घिसिङ आउँदाखेरि त हामी कुनै पनि हालतमा पुग्नुपर्छ भनेर साथीहरूको त्यहाँको एउटा सिङ्गो टिमहरू नै तयारी भएर बसिरहेको नै कुरा छ। त्यसले गर्दाखेरि यो उत्साहपूर्ण ढङ्गले यो कार्यक्रम सफल हुन्छ भन्ने हामीलाई विश्वास छ।